भन्दा अहिले जस्तै गत साल एक ठाउँमा एउटा खोलाको बिचमा 4 जना मान्छेले ज्यान गुमाउनु पर्यो जस्तो थियो। त्यसमा सरकार पक्षबाट उद्धारको काम अलि ढिला सुस्ती भयो। पहिला सरकारहरू हेलिकप्टरबाट हेर्ने सुपरभिजन गर्ने गर्थ्यो। अहिले छाताबाट हिँडिरहेछ नि सरकार पनि। हामीले अहिले पनि फोटो हेरिरहेको छु पहिलाको प्रधानमन्त्रीको कस्तो उहाँले बोलेको शैली। अब अहिलेको हेर्नु मन्त्री हेर्नु ठाउँ ठाउँमा पुगिराख्नु छ। दसैँ टिकाको दिन पनि कहाँ के गर्छ सब गरिराख्नु छ। जनताको लागि गर्ने भनेको यस्तै हो। हामीले खोजेको यस्तै हुनुपर्छ भन्ने चाहना हो। पोहोरको वर्ष पनि तपाईँ यतै दसैँ बेला आएर संसारै बगायो। बागमती र मनोहराको दोभान क्षेत्र भएकाले पनि यहाँ एकदमै बाढीको प्रभाव बढिरहन्छ। रातभरि निन्द्रै लागेन, डर लाग्यो नि पोहोरको जस्तै हुन्छ भनेर। पोहोरको चाहिँ अब घरभित्रै पसेको थियो, अहिले चाहिँ पसेन। अब के फरक भन्ने यतिमा। पोहोर अझ बढी थियो नि मेरो घरभित्रै पसेको थियो पोहोर चाहिँ। काम त बालिन्छ धेरै राम्रो काम गरिरहेको छ। काम गर्ने मान्छेको के अरे राम्रो काम गर्ने मान्छेको विरोध गर्ने मान्छे धेरै हुन्छन्। त्यो पहिल्यैदेखि देखिआएको कुरो। योभन्दा गत वर्ष अझै बढी ठुलो आएको थियो र अहिले पनि वास्तव यो समयमा यहाँ अहिले पनि बाढीको रूपमा पोहोरभन्दा केही कम मात्रै आएको हो। जुन सरकारको